हेलो गाइज वेलकम टु आवर न्यू भिडियो होइन अहिले चाहिँ प्रवेशले मेरो गाडीमा फुल लोड अफ सामान लिएर गइसक्यो है उसले चाहिँ मेरो नयाँ घर गइरहेछ चाबी लियो एउटा हामीले ओके अनि सृजन र म चाहिँ हामी भ्यान हायर गरेको थियो रेन्ट गरेको थियो अनि त्यही लिन जान लागेको अनि त्यसपछि अझै बाँकी भएको अलिअलि सामान हालेर विल बी हेडिङ टुवर्ड्स ल्याबेटनबाट चाहिँ हामी अनि फेरि सृजनको सामान प्याक गरेर हामी लाग्छौँ स्यान्ड्रिङहाम होइन अनि मेरो चाहिँ यो फर्स्ट भ्लग स्टार्ट हुँदैछ होइन मुभिङ भ्लगबाट वी डोन्ट केयर हामीले गरिदिने हो होइन होइन अपार्ट फ्रम जोक्स अल दोज थिङ्स होइन अब त्यही हो हामी जान लाग्छौँ अब आजको दिन चाहिँ एकदम बिजी ह्यासलवाला हुनेवाला छ अब यति धेरै सामान रहेछ थाहा नै छैन के सामान त युज नै गरिरहेको छैन तर छ चाहिने कुरा नै हो फेरि त्यस्तै भइरहेछ ल सो आल किप यु अपडेटेड होइन मुभिङ भ्लग्समा स्वागत छ हजुरलाई थ्याङ्क यू भेरी मच सो मुभ हुने कुरा चाहिँ वेडनेसडे हामी फ्राइडे मुभ हुने प्लान गरिरहेको थियो होइन बिदा सिधा यताउता म्यानेज गरिसकेको थिएँ तर वेडनेसडे नै मेरो काम थिएन अनि वेडनेसडेबाटै मैले आधी उधी सामानहरू प्याक गर्न थालेँ होइन अनि यहाँनिर मैले जुत्ताहरू सब प्याक गर्दै थिएँ अनि वार्ड्रोबको आधी चाहिँ खाली गरेर सुटकेसहरू मैले भर्दै थिएँ होइन अनि ठुल्ठुलो बक्सहरूमा चाहिँ किचनको सामानहरू राख्नुपर्छ अनि उता डकुमेन्टहरू राख्नुपर्छ भनेर मैले 2वटा कार्टुन गराइसकेको थिएँ अनि फ्राइडेको प्लान चाहिँ त्यही बिहान भ्यान लिएर अनि घर आएर त्यसरी गर्ने प्लान थियो अनि अर्को यो चाहिँ थर्सडे बेलुकी कामबाट आएर अनि खाटहरू चाहिँ सबै निकालेर थर्सडे चाहिँ म म्याट्रेसमा मात्रै सुतेको थिएँ अलमोस्ट एभ्रिथिङ इज प्याक होइन यहाँनिर सल्टाइरहेको छु अनि मेरो आधी उधी वार्डरोब बाँकी छ किनकि मैले अस्ति जुत्ताहरू सबै प्याक गरिसकेको थिएँ यहाँ चाहिँ अनि मेरो गाडीमा सबै सामानहरू हाल्न लाग्थ्यौँ अटे जति किनकि हामीले बिहान आएर गरेको थियो बिहान लिएर मेरोमा भएको बाँकी सामान म्याट्रेस र खाटहरू हाल्ने अनि गएर सृजनकोमा प्याक गरेर ल्याबेटनबाट अनि हामी उता जाने प्लान थियो अनि प्रवेशलाई बोलाएको थियौँ ऊ चाहिँ ट्रेनमा आएर मेरो गाडी लिएर यता नयाँ घरमा जाँदै थियो होइन तर उसले चाहिँ आफ्नो घरमा राखेछ अनि हामी यता आइपुग्ने बेला उसलाई नै मेरो गाडी लिएर आयो भनेर अनि त्यस पछाडि सामान लाने भनेको थियौँ अङ्कल आन्टीले चाहिँ हेल्प गर्दै हुनुहुन्थ्यो घरको अङ्कल आन्टीहरूले हामी मेरो आएको भिडियो कसले बनाएको प्रवेशले 1.6 किलोमिटरलाई 9 मिनट देखेर चाहिँ यस्तो रेड ट्राफिक छ हाम्रो होइन के गर्ने जस्ट भ्यान लिएर के अरे सृजनको घर आयो सृजनले चाहिँ चाबी बिर्सेर घरको चाबी लिँदैछ अन्तिम दिनमा अनि हामी चाहिँ अब एकछिन यहाँबाट अनि सृजनको सामान प्याक गरेर निस्किन्छौँ सृजनकोबाट पनि सामान लोड गरिसक्यो होइन लास्टै ल्याङ हामी चाहिँ यहाँनिर एकदम धेरै फुल भइसक्यो हाम्रो सामानहरू अब चाहिँ हामी यहाँबाट हाम्रो नयाँ घर जाँदैछौँ पहिला चाहिँ हाम्रो अर्को साथीको साउन्ड पनि पुऱ्याइदिनु पर्ने भयो पछाडि साउन्ड पुरै भरिसकेको छ गाडी अल डन अल सेट नाउ ड्राइभरमा माइलो हर्न बजाउँदै यहाँनिर कसले चाहिँ यहाँ पुरा आई लभ यु भनेर लेखेको छ लभ यु नै हो त्यो हो जोन हो कि जेन हो एउटा मान्छे ड्राइभर पाइलट ल अब चाहिँ हामी निस्किन हामी बिहानको 11:30मा हामीले यो भ्यान लिएर आएको थियौँ होइन अहिले रातिको 9 बज्न थाल्यो यतिसम्मको अल्छी जस्ट लुक एट हिम दिस गाई यसरी बुलसिट गरिरहेको छ हेर यसरी हाँगासँगै ल्याउँछ यो अल्छी पनि होइन मैले टाइम मात्र क्रिएटिभिटी होइन अघिल्लो दिन प्याक मैले अब यो लुगा मिलाइराख्नु परेन नि त परेन ल्याएको छ त्यो हो स्टप्स रिमेनिङ नट दिस इज नट माइन ओके नट योर्स केही त छैन नि ठाङ्गाठुङ्गो अल गुड होइन आजको हाम्रो अलमोस्ट सक्यो म त आम लिटरली टायर्ड अहिले गर अनि अर्को दिन चाहिँ मेरो उता कलेज जानुपर्ने थियो अनि मैले बोतल चाहिँ गाडीमै थियो लिएर आएँ अनि म कलेजतिर लागेँ सिफ्रम नयाँ ठाउँ होइन म ट्रेन स्टेसन जान लागिरहेको छु अनि के अरे ट्रेन स्टेसन चाहिँ आज वक गरेर जान थालेको किन भन्दाखेरि गाडी वहाँ पार्क गर्ने ठाउँ अलिक हुँदैन भनेर स्टिल हप्तामा एक दिन हो स्याटरडे मात्र सो आई थिङ्क आई विल म्यानेज इट